दर्शन नमस्कार सबैलाई साथी। यो भिडियो पनि एकदम अर्जेन्टवाला भिडियो हो है। फेसबुक सम्बन्धीको भिडियो हेरिदिनु होला। यति हेरेर चाहिँ बुझ्नुहुन्न, फुल भिडियो हेर्नु होला है त साथीहरु। एउटा साथीले चाहिँ मलाई स्क्रिन शेयर गरेर स्क्रिनशट गरेर पठाउनु भएको छ नि। यहाँ हेर्नुस्, यो के भनेको छ पढ्नुस् है। यो आयो भने रेड आएको छ उहाँको प्रोफाइलको है। यो भने एकदम डेन्जर हो। रेड आयो भने गाह्रो पर्छ यसलाई हटाउन। येल्लो आयो भने त ठिकै हो, त्यो नर्मल हो, हटाउन सकिन्छ है। अनि ग्रीन हुनुपर्छ, सबैभन्दा राम्रो ग्रीन हुनुपर्छ। अब उहाँको अहिले रेड आएको रहेछ है। अनि उसलाई चाहिँ मैले भन्यो तपाईले चाहिँ त्यहाँ उसमा सेटिङमा गएर हेर्नुस् त भन्दाखेरि उहाँले त्यो पनि पठाउनु भयो। हेर्नुस् यहाँ उसको फेरि यो पनि कस्तो रहेछ। उसको प्रोफाइलको सेटिङमा गएर हेल्थ सपोर्ट इनबक्सको मा गएर हेर्दा फेरि हेर्नुस् त यहाँ कस्तो रहेछ। यत्रो विधि छ त। उहाँको रिपोर्ट छ हैन, अरूको भिडियोहरु हालेको होला के होला। त्यही भएर साथीहरु अरूको भिडियो सकभर हाल्दै नहाल्नु। हाल्यो भने नि जम्मा 5 सेकेन्डको हाल्नुस् है। रियाक्सन भिडियो बनाउँदा अरूको भिडियोमा 5 सेकेन्ड सम्मको बनाउनुस्। म्युजिकको कपिराइट होला, अरूको भिडियो हालेको कपिराइट होला, यो सबै हेर्नुस् त। धेरै गाह्रो छ साथी यो हटाउनलाई। अब यसको लागि चाहिँ म एउटा भिडियो बनाउँछु सकेसम्म हटाउनको लागि। यो भिडियो फुल हेर्दिनु होला। कहाँबाट चाहिँ गएर यो हटाउनु रहेछ भने धेरै साथीहरुलाई थाहा छैन है। त्यही भएर यो भिडियो मैले बनाएको हो। हेर्न सक्नुहुन्छ यो सेटिङ है त। यो सेटिङ हेर्नु है त। यहाँ म स्क्रिन शेयरपट्टि लागे है त साथीहरु। यसलाई चाहिँ तपाई के गर्नु भने साथीहरु फेसबुकमा जानुहोस्। फेसबुकमा गएपछि प्रोफाइलमा जानुहोस् है। प्रोफाइलमा खिच्नुहोस् है। प्रोफाइलमा गइसकेपछि अनि तल स्क्रोल गर्नुहोस्। यहाँ फिल्टरको अप्सन छ, यो फिल्टरमा खिच्नुहोस्। फिल्टरमा खिचेपछि तपाईहरुको यो टुडेमा खिच्नुहोस्। यो टुडेमा चाहिँ किनभने तपाईको चाहिँ साथीहरु जुन कपिराइट आको अनि तपाईको रिपोर्टहरु आको भिडियोको त्यहाँ डेट हुन्छ। यहाँ डेट हाल्नुहोस् कतिमा आको छ, 2021 2022 त्यस्तो कति गते त्यहाँ हालेपछि अनि ओके गर्नुहोस्। ओके गरेपछि फेरि डोन गर्नुहोस्। डोन गरेपछि फेरि स्क्रोल गरेर यहाँ तल गएर हेर्न सक्नुहुन्छ तपाईको त्यो कुन बेला प्रब्लम भएको थियो, त्यो रिपोर्टहरु आको कुन बेला चाहिँ कपिराइट आको त्यहाँको भिडियो यहाँ तल आएको हुन्छ है। एकैवटा गरेर डिलिट गर्ने हो। अनि यहाँ तल आएर आफूले यहाँबाट डिलिट गर्न सक्नुहुन्छ। भिडियो त हेर्नु भयो नि, अलि लामो भयो के यार साथीहरु, लामो हुन्छ। कस्तो लाग्छ भिडियो लाइक कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला। साथीहरु नजान्नेहरुसम्म पुर्याइदिनु होला। यस्तो जाली हो भनेर सिस्टम। अझै पनि तपाईहरुलाई मैले जानेको कुरा सिकाउने छु। धेरै जान्ने मान्छे त हैन भए पनि मैले जानेको कुरा सिकाउने छु साथीहरु। नयाँ युजरहरुको लागि चाहिँ धेरै राम्रो हुन्छ यो भिडियो। लाइक र कमेन्ट शेयर चाहिँ गर्नु, विशेष गरी शेयर गरिदिनु होला भन्न चाहन्छु है त साथीहरु। हस्त नमस्कार।